हेलो गाइस, आज त हामी रान्झुला जाने अनि टुरी झर्ना पनि जाने है। हेरौँ के हुन्छ अब। हामी चाहिँ अब जाँदैछौँ। मान्छे पनि हिँड्दा पछाडि सबजना हिँड्दा छौँ। हामी कति मिनट पुग्छौँ हेरौँ है। यस्तो छ है गाइस छ। पक्सेर त भन्दै उता चाहिँ राम्रो थियो है। हेरौँ कतिखेर पुग्छौँ। 500 किलोमिटरको बाटो भन्थ्यो। हाइकिङ जस्तै हो यो। बाटोमा पुरै सल्लाह गाइस। त्यो अलि चिप्लो हो। अलि बिस्तारै हिँड्नुपर्छ। चिप्लियो भने फेरि सिधै तल गाह्रो छ। आज चाहिँ हामी शनिबार भएर डुल्नु जानु लागेको। आज चाहिँ हामी यतै हेर्न आएको थियौँ अनि यता पनि घुमेर जाउँ भनेर पौडी खेलेर जाउँ भनेर अन्त गाइस ल अब यहाँ दुईवटा बाटो देखियो। तल हो कि माथि होला यो, यता हो कि तल बाटो त्यही यहाँ सल्लाह त धेरै छ गाइस। यस्तो राम्रो ठाउँ चाहिँ तल्लो पनि डर लाग्दैछ। कसो सक्छ चाहिँ अलिक बिस्तारै हिँड्नु छ। हामी बाबा म अङ्कल चाहिँ अलिक छिटो हिँड्छौँ, त्यही भएर हामी अगाडि पुगिसक्यौँ। अन्त अहिले पछि भेट्छौँ हामी तपाईँहरूलाई। ल गाइस अब चाहिँ अलिक ढुङ्गे बाटो आयो हिँड्दै यहाँ ढुङ्गाको बाटो माथि जान्छौँ। गर्मीले गर्दा कालो भइसक्यो। अब माथि गएर टुरी झर्नामा पौडी खेल्नुपर्छ अनि बल्ल छिटो चिसो हुन्छ आनन्द। हेर्नु है त गाइस कता बाटो साथै तल ठुलो भुल्छ गाइस। यहाँ पिकनिक लगाएछ। यहाँ आइपुग्छौँ हामी यत्रो माथि। अब हामी यो बाटो फलो गर्दै जान्छौँ। यहाँ चाहिँ कसैले डढेर लगाइदियो जस्तो छ। मान्छेहरू आइसक्यो घुमेर हामी भर्खर जाँदैछौँ। मान्छेहरू नलडोस् भने चाहिँ गाइस यहाँ पोलहरू गाडिदिएको छ। मान्छेहरू लड्यो भने त मर्छ होला गाइस। सिधै तल पुरै ठुलो भिउ छ। भिउ पनि यस्तो खतरा गाह्रो पर्छ। यो चाहिँ पिकनिक स्पट नि हो। मान्छेहरू यहाँ पिकनिक गर्नु पनि आउँछन्, रान्झुला हेर्नु पनि आउँछन् गाइस। ल गाइस हामी चाहिँ अब आइपुग्नु लाग्यो। भित्र छैन अब अलिक टाढा हामी देख्न त सक्छौँ नि त्यहाँ टाढा त होइन नजिकै हो। देखि त रहेछ थोर भिड। अब यस्तो ढुङ्गे बाटो आइपुग्यो। अब कसरी जानु जानु त गाइस यस्तो जाउँ लडिहाल्यो। चिप्लो हो गाइस। मान्छेहरू फर्किरहन् पौडी खेलेर होला। यहाँ त्यही चितुवा छ भनेर सुनेको थियो गाइस। ठुल्ठुलो ढुङ्गाहरू छन्। बाबाहरू पछाडि हुनुहुन्छ, मम्मीहरू पछाडि कहाँ पुग्नु भयो। म चाहिँ अलि अगाडि छु गाइसहरू।
कति टाइम लाग्छ सबै यहाँबाट हामी त्यसम्म जान बाटो फेरि ढुङ्गे ढुङ्गे हल्को लास्तो छ बाटो चाहिँ खतरा छ अनि नेचुरल छ है सबै चिज यहाँ पानी बगिरहेको जस्तो छ है गाइज यहाँ तलतिर पनि पानी छ जस्तो छ यहाँ तल पानी छ जस्तो छ टुरी खेलाउनु जाने अब हामी पुग्नै लाग्यो धेरै टाढा छैन मान्छेहरू पौडी खेलिरहेको देखेको थिएँ मैले अब गएर हेर्नुपर्छ मैले पनि चस्माहरू ल्याएको छु खेल्नको लागि पौडी अब हेर्नुपर्छ के गर्ने भनेर म त धेरै अगाडि पुगे जस्तो छ गाइस अहिले त्यहाँ बाबाहरू पछाडि बस्नुभएछ पानी खानुको लागि म चाहिँ अगाडि गइसकेको छु पछाडि आउँदै हुनुहुन्छ म त्यो अगाडि गएर छिटो गएर स्विमिङ खेल्नु पर्ला जस्तो छ यस्तो गर्नु छ गाइस यहाँ के जुसुले किरा जस्तो छ के जुसुले किरा होला यो चाहिँ नगरकोटमा पर्छ भनेर सुने मैले यो रानी झुला त्यो छेउमा हो यो टुरी झर्ना भन्ने राम्रो छ ठाउँ के हो यो खतरा छ गाइस त्यहाँ तल के छ माछा छ होला हौ गाइस यहाँ माछा नि धेरै छ गाइस टोकिरहेको पुरै बाबाहरू पछाडि हुनुहुन्छ म चाहिँ अगाडि हिँड्दैछु गाइस अहिले मलाई अलिक मजा आउँछ भिडियो बनाउँदिनँ होइन अलिक सानो बाटो रहेछ गाइस जङ्गलको बिचमा छिर्नुपर्ने सफरी होला यहाँ अब चाहिँ हामी धेरै टाढा छैनौँ नजिकै छौँ जस्तो लाग्यो पानी टाढा छ क्या आइपुग्यो जस्तो लाग्यो हामी आउनु चाहिँ आइपुग्यौँ तर तल पानी धेरै फोहोर छ सबजना एकै ठाउँमा डुबी लगाइरहेछ हामी तलतिर जान्छौँ ल गाइस हामी चाहिँ अब पुरै टुरी झर्ना भएर गयौँ है त अब उक्लिँदै यहाँ सबैजना अब बिस्तारै उक्लिनुपर्छ र टुरी झर्ना चाहिँ यही हो गाइस त्यही हो टुरी झर्ना भने मान्छेहरू कपडा फेरिरहेको के गर्दा एकछिनै गाइस अब माथि चढ्छौँ सबजना चढ्नु भयो मन चढ्नुपर्छ अब गाइस हौ त्यहाँ हामी फर्किनु लाग्यो अब हामी उता रानझुला गरेर जान्छौँ घर खोला धेरै फोहोर छ पुरै फोहोर मान्छेहरू नुहाएर थियो अनि त्यसको पानी पुरै धमिलो पानी थियो हामीलाई अब हामी रानझुलामा गएर एकछिन बस्छौँ अनि पछि बल्ल जान्छौँ घर अहिले एउटै बाटो हो अब बिस्तारै हिँड्ने जाने अनि रानझुला गर्ने मम्मीहरू चाहिँ पछाडि जाउनु भइरह्यो मेरोमा पानी पसिसले त्यही भएर त्यसो भएर यो त अहिले हामीले पानी भेटाएको छ गाइस यो पाइपमा पानी आउँदैछ यो पाइपमा यहाँ बाटो यस्तो हिलो हो के आवाज आइरहेको यहाँ थाहा छैन यहाँ बाटो हेर्नु त गाइस पुरै उबाट खाबाट छ बाटो जङ्गलको बाटो यस्तो त हो के छैन कहिले हिँड्नुपर्छ मान्छेहरू भर्खर आइरहन् त्यो रुख ढलेको छ पुरानो भयो होला रुख चाहिँ लामो छ रुख बाटो बनाइदियो भन्न बाटोलाई छेकिन छ पुरै नभए त यसो मासु जानु पर्यो यहाँ त बिचमा छेउछेउमा फाल्टो खानु
मलाई लाग्छ त्यो चाहिँ उठेको लागि होला, बारको लागि, रेलिङको लागि होला। यस्तो उबड खाबड बाटोमा त यो चाहिँ काठमाडौँबाट त्यस्तै 1 घन्टा त्यस्तै टाढा छ है गाइस। अगाडि फोटोग्राफी चल्दा खोला चाहिँ धेरै फोहोर थियो, मलाई त्यति मजा आएन। अब रान्झुला जान त मन लाग्छ। अब त्यहाँ पुग्न लाग्यौँ, धेरै टाढा छैन होइन। अब पुगेर रान्झुला नि जान्छ, तपाईँहरूलाई पनि देखाउँछौँ। अहिले हामी माथिबाट है, तलबाट आएको है, तलबाट होला। सबै मान्छेहरू त स्विमिङ गर्नु हिँड्छन्, तर अलिक छिटो आउनु पर्ने छ। अलिक धेरै फोहोर हुन्छ दिउँसो गयो भने त। भएर त्यस्तै 2:30 भयो होला। आम्मा फोहोर त पहेँलै भएछ, मान्छेहरू त्यहीँ नुहाउँदैछ। गएर चाहिँ रान्झुला आइसक्यो। त्यहाँ रान्झुलामा मान्छे हो नि धेरै छ रान्झुलामा। हामी अब त्यहीँ जाने हो, धेरै टाढा छैन, नजिक हो। जहाँ जति ओह्रालो छ होइन, जहाँ उकालो छ नि ओह्रालो उकालो त्यस्तो छ नि गाइस। म चाहिँ बिग्रे जस्तो भइरहेको त्यो पानीमा एकचोटि पसेको, घर गएर फेरि नुहाउनु पर्ला जस्तो छ। अब हाम्रो रान्झुला पुग्न लाग्यो यो बाटो। गाइज यहाँ त्यो हर्स राइडिङ नि हुन्छ चाहिँ त्यहाँ अगाडि घोडा एउटा अङ्कलले चलाइरहन्, अनि एउटा बहिनी र दाइ चाहिँ बसिरहनु भयो। रान्झुला नि आइपुग्यो जस्तो। अहिले हामी एकछिन त्यहाँ बस्यौँ, उद्या रान्झुला तल हेऱ्यो भने त 7 आवर छ होला गाइस। आम्माको तल क्यामेरा भएछ अब त खतरा छ गाइस। रान्झुला त गाइस त्यहाँसम्म टाढासम्म नि त। आम्मा मान्छे नि त्यति छ, खतरै छ गाइस रान्झुला। गाइस कति आउँदा त्यो बाख्रा पनि चढाइराखेँ। यहाँ चाहिँ बाख्रा चढ्नु थाल्नु चाहिँ मान्छेहरू, यहाँ स्थानीयवासीहरू बाख्रा चढाउँदैछन्। त्यहाँ बाख्राहरू, मान्छेहरू माथि घुम्न गइरहन्। हामी चाहिँ अब हिँड्दै रान्झुलाको बाटोसम्म। रुखहरू पनि ढलेछन् धेरै। मान्छे यहाँ जस्तै पिकनिक गर्न आउँछन् गाइस। एउटा बाख्रा दौडेकै छु यहाँ, बाख्राहरू 3टा 4टा कालो छ गाइस। बाख्राहरू यहाँ मान्छेहरूले खाना दिइरहन् जस्तो, त्यो भएर यतै आए जस्तो चढाउन आएछ मान्छे। हामी यहाँ मान्छे धेरै छ गाइस। मम्मीहरू चाहिँ त्यही बाख्रा हेरिबस्नु भयो, म चाहिँ यता आएँ। मम्मीहरू पनि आइपुग्नु हो। अब चाहिँ हामी अगाडि हिँडेँ, म चाहिँ अब फेरि मैले टप्छु सबैलाई। तपाईँभन्दा नि म अगाडि नै छु त्यो होइन। के किराहरू जस्तो गाइस पुरै त्यहाँ गएर आवाज आउँदैछ। के किरा हो, जङ्गलमा हुने किराहरू खतरा आउँदैछ। एउटा सानो पोखरीहरू पनि छ गाइस, सानो पोखरी त्यो अलि अझै भए देख्दैन, तर अब
राम्रो छ यो ठाउँ आउँदा चाहिँ बिहान आउनुपर्छ माथि फोटो खिच्न राम्रो छ फोटोहरू त राम्रो आउँछ सुन्दर हुन्छ जस्तो है अङ्कल यो चाहिँ हाइकिङ जग्गाको जस्तै हो गाइस यता माथि बाटोसम्म आउने बाइक कि गाडीमा अनेपछि त्यहाँ पार्किङ छ राख्ने हिँड्ने सही लगाइस ठाउँ चाहिँ खतरा छ तल वाटरफलमा चाहिँ पानी अलि नराम्रो छ नभए त राम्रो छ ठाउँ मम्मीहरू त्यहाँ पछाडि हुन्छ म अगाडि हिँड्छु हिँड्नु चाहिँ डिजाइनहरू अगाडि मान्छेहरूको पुरै भिड छ क्या तल तल झऱ्यो भने त मान्छे त मर्छ होला आइज हामी चाहिँ अब घर आइसक्यौँ है नगरकोटको यो लान्चुला पछाडि छ भर्खर गयौँ मम्मीहरू यहाँ हुनुहुन्छ अब खाएर जाने घर जाने ल खाजा खान लाग्यौँ हाम्रो नाम त